देवजी कार्यक्रममा स्वागत छ। धन्यवाद। आरामै हुनुहुन्छ? आरामै छु। जस्तो हिजो सडकमा उफ्रिने तपाईँहरूको अभियान आज सत्ता वरिपरि घुमिरहेको छ, यो कसरी सम्भव हो? के गर्दै हुन्छ तपाईँहरू आजभोलि? होइन, यो सत्यको आन्दोलन थियो। हजुर। गणतन्त्रको नाममा 18 वर्षसम्म शासन गर्ने शासकहरू धन्धुकारी भइसके पछाडि नेपाली जनताले नागरिक बचाउ महाअभियानको हजुर चाहिँ एउटा छहारीभित्र बसेर मुक्ति खोजेका छन्। त्यो मुक्ति गर्नलाई पटक पटकका सरकारहरूले हामीलाई दुःख दिएको त यहाँलाई थाहा छ। हामी पटक पटक हिरासत पनि बस्यौँ। सत्यको आवाज बोल्दाखेरि कहिलेकाहीँ सत्ताहरूले त्यो गर्ने गर्छ होइन। अब हिजो राम पनि 14 वर्ष वनवास जानु परेको थियो, कृष्णलाई पनि थुनेको थियो। त्यसले गर्दाखेरि केही सत्यलाई छेक्न खोज्छन्। अन्ततको त सत्य सत्य नै हुन्छ। अब यो देश, यो माटो, यहाँका खोलानाला, यहाँका देवी देवता सबैले खोजेको नारी बचाउ महाअभियान दुर्गा परसाईको सिङ्गो अभियान हो। त्यो अभियानले मात्रै अब नेपाली जनताको मुक्ति दिन्छ। र दुर्गा परसाई के हो भन्ने कुरो यसपालको सरकारले बुझेको छ। सरकार पनि खुम्चिएको छ। सरकारलाई अब दुर्गा परसाईमय देश भयो। यो देशको एउटा शक्ति, सत्ताको प्रतिपक्ष भनेको दुर्गा परसाईको महाअभियान हो। तपाईँ हो, हामी हो। तपाईँहरू जस्ता मिडियाकर्मीहरूले ती भुइँ मान्छेका मुद्दाहरू, दुर्गा परसाईका मुद्दाहरूलाई चाहिँ तपाईँहरूले जनता माझमा ल्याइदिनु भएको थियो। 12 भाइ मिडिया, 13 भाइ मिडिया, रातो पार्टी सेतो पार्टीहरू, तस्करहरूका मिडियाहरूले त सपोर्ट गरेन। त्यसमा तपाईँहरू जस्ता मिडियाहरूलाई धन्यवाद भन्न चाहन्छौँ। फेरि पनि यो सत्यको आन्दोलन थियो, किनभने हामीले 2079 साल फागुनको 1 गतेबाट सुरु गरेको आन्दोलन। हजुर। हामीले रोके फागुन 1 गते मेचीको पुलबाट राजा ल्याउने भनेर त आन्दोलनको सुरु गर्नुभयो। आज राज संस्था हराए, तपाईँहरू सत्ता कब्जा गर्ने दौडधुपमा हुनुहुन्छ, स्वीकार्नुहुन्छ हुँदैन यो कुरा? त्यसो होइन। फोहोरी चिजहरू छ सत्तामा, त्यो फोहोर हटाएर सफा राजालाई ल्याएर राख्नलाई हामीले फोहोर हटाउन जाँदैछौँ। अन्ततको त राजा हामीले ल्याउँछौँ। पार्टी दर्ता गर्नुभयो राज संस्था ल्याउने कुरा गर्दा गर्दै? यस्तो छ, पार्टी चाहिँ यो राज संस्था आए पनि उन्नत लोकतन्त्रभित्र पार्टी चाहिन्छ क्या। हिजो राज संस्था हुँदा पनि पार्टी थियो नि त। 46 सालको जनआन्दोलन पछाडि 47 सालको अन्तरिम संविधान र 48 सालमा राप्रपाले पार्टी खोलेको थियो। सूर्यबहादुर थापा, लोकनाथ चन्दले पार्टी खोलेको थियो। पार्टी त चाहिन्छ, जनतामा एउटा पार्टी चाहिन्छ। त्यसले गर्दाखेरि यसलाई हामीले रिजर्भ राखेको हो। सायदै चुनावभन्दा अगाडि नै होइन हामीले व्यवस्था परिवर्तन गर्न सक्छौँ कि। अब हेरौँ, सरकारले तपाईँहरूका मुद्दाहरू सम्बोधन गर्छौँ भनेर गृहमन्त्री सम्मानीय प्रधानमन्त्रीले बोलाएको छ। दोस्रो चरणको हाम्रो वार्ता भइसकेको छ। अब तेस्रो चरण 22 गतेको वार्ता छ। त्यो 22 गतेको वार्ताले देश विदेशमा भएका सबै युवाहरूले जसको पीडा छ, जसको घाउ छ, त्यसको मलम पट्टी लाउने मुद्दाहरू हामीले सम्बोधन गर्छौँ। र विदेशमा भएकी त्यो कुवेतमा बसेकी चेली, ब्ल्याकलिस्टमा भएकी बहिनी, अनि तपाईँ यहाँ भएर तपाईँको छोरो विदेशमा बसेर श्रम गरिरहँदा ब्याङ्क, लघुवित्त, सहकारी नामका तस्करहरूले पालेका जुन वित्तीय पसलहरू छन्, ती पसलहरूले धाक धम्की दिएर तर्सिएका युवाहरूलाई म भन्न चाहन्छु, तपाईँहरू स्वतन्त्र रूपमा नेपाल आउनुहोस्। 20 लाखभन्दा मुनिको लोन बिना गर्ने हामीले ल्याएका छौँ। सरकार पनि केही कुरामा सहमत भएको छ। अब यो देश खाली भयो, यो देश भर्न चाहन्छौँ। यो चाहिँ रित्तो भयो देश। सरकारले रित्ताउन चाहन्छ। सरकारले त के गर्छ भने दुईटा कुरा, एउटा ब्याङ्क लघुवित्त राखेको छ, नेपालीको घर जग्गा लुटेर हारेको संस्था त्यहाँ बनाएको छ। अर्को मेन पावर खोलेको छ, युवा बेच्ने। यो सबैको अन्त्य हुन्छ। र हामी सत्तामा गयौँ भने यी मेन पावरहरूको निर्गमन गर्छौँ। विदेश जाने युवाहरूलाई नेपालमा ल्याउँछौँ। 20 लाखको ठाउँमा 30 लाख रुपियाँ लोन दिएर युवाहरूलाई हामी व्यवसाय गर्न लगाउँछौँ। र नेपालको पसिना विदेशमा होइन, नेपालमै पोख्नुपर्छ। र नेपाल स्वर्ग जस्तो थियो। यो स्वर्ग जस्तो नेपाललाई तस्कर नेताहरूले नर्क बनाउन खोजे। होइन, यो स्वर्गै हो, यो स्वर्ग बनाउनुपर्छ भनेर दुर्गा परसाईले उठाएको महाअभियानमा हामी पनि दौडिरहेछौँ। र फेरि पनि कुनै पनि ब्याङ्क, लघुवित्त, इन्सुरेन्स, ऋण मिटर ब्याजीहरूले तपाईँहरूलाई ब्ल्याकलिस्ट गर्छु भनेर तर्साएको छ भने मेरो नम्बर 98 526 45 239 देवी सरलाई भन्नुहोला। रातको 12 बजी पनि हामी सेवा दिन तयार छौँ। र राष्ट्र ब्याङ्कको निर्देशन अनुसार कुनै पनि ऋणीलाई ब्ल्याकलिस्ट गर्न पाइँदैन। जस्तो मैले एकैछिन यहाँ रोकेँ होइन, यो जुन लघुवित्त, ब्याङ्क पीडित, सहकारी होइन, मिटर ब्याजीको मुद्दा बोकेर चाहिँ तपाईँ हिँडिरहनु भएको छ। र धेरै त मान्छेहरूले होइन, कर्मचारी, ब्याङ्कका सिओदेखि लगायत सम्पूर्ण चाहिँ तपाईँको नाम सुना बित्तिकै डराउँछन् अरे क्या। तपाईँको यो ब्याङ्क विरुद्ध त्यो एउटा ब्याङ्कै फोर्छु भन्ने, काट्छु मार्ने, कुट्छु भन्ने
होइन पीडितको आवाज भन्दै त्यो ब्याङ्कलाई चाहिँ तपाईँले दिने त्यो धम्की त्रास योदेखि चाहिँ सबै एउटा त्रासमा छन् क्या। यो चाहिँ के हो, तपाईँको दादागिरी हो कि के हो यो? यस्तो यसलाई के भन्नु पर्यो भने ब्याङ्कको लागि दादागिरी हो। ती पीडित त्यो मलेसियामा भएको हजुर बाउले त्यो पढाइ गरे कि मेरी छोरीलाई ब्ल्याकलिस्ट गर्दैछ अरे सर मलाई बचाइदिनु न भन्दा त्यो तिनीहरूको आवाज हो यो होइन। यो आवाज हामीले त त्यो धाक धम्की मात्रै होइन ठोक्छौँ पो त बजाउँछौँ। नेपाली जनताको मन दुखाएछन् भने बिना कारण टर्चर दिएर पैसा मागेछन् भने कसम भनेको सिओ होस् सञ्चालक समिति होस् लखेड्छौँ। बिजनेस गर व्यापार गर्न पाइन्छ तर कुनै पनि नागरिकलाई तर्साएर हप्काएर रातको 12 बजी शनिबार पनि दुःख दिएको छ। शनिबारको ब्याज नलिनु नि त छुट्टीको दिन ब्याज नलिए भयो नि त। हजुर दिन रात गरेर ब्याज लिने होइन ब्याज पनि मिटर ब्याजमा लिने। यो देशका तस्कर अपराधी 1 नम्बर माओवादीको जनयुद्धभन्दा घृणित तस्करहरूले चलाएको वित्तीय अराजकता छ। यसको अन्त्य हुन्छ, यसको राष्ट्रियकरण गर्छौँ। मानेनन् भने सम्झाउँछौँ, सम्झाउँदा मानेन भने माग कसम ठोक्छौँ अगाडि म हुन्छु। सक्नुहुन्छ हेर्नु न तपाईँ हेर्नु न क्यामेरा लिएर हिँड्नुहोस् न म पस्छु नि त ब्याङ्कमा म पस्छु नि त। कानुन मान्नु पर्दैन, देशको संविधान मान्नु पर्दैन। अनि संविधान नमानिकन आएका तस्करहरूले चाहिँ नमान्दा भने मैले किन मान्नु पर्ने? यो 72 संविधान खारेज गर्नुपर्छ। यो 72 को संविधानले तस्करका नाममा बन्ने वित्तीय ऐन त्यो तस्करहरूको हातमा भएको वित्तीय ऐनलाई च्यातेर नयाँ संविधान ल्याउँछौँ। तपाईँले बोकेको क्यामेरा आज बाटोमा बोक्दै जाँदाखेरि लघुवित्तले खोज दिन्छ। तपाईँको सुरक्षा गर्ने महाअभियान हो। तपाईँ पनि यसमा समावेश हुनुपर्छ। र यो देशमा अब भनेको दुईवटा शक्ति छ, एउटा सत्ता एउटा दुर्गा प्रसाई हो। काङ्ग्रेस एमाले माओवादी अस्तिको जेनजी आन्दोलनबाट खारेज भएको छ, दलीय व्यवस्था खारेज भएको छ होइन। त्यसले गर्दाखेरि अब भनेको चाहिँ युवाहरू उठ्नु पर्यो, जाग्नु पर्यो। मैले यहीँ स्टुडियोमा आइरहँदा 3 वर्षदेखि 2 वर्षदेखि ब्याङ्कले समस्या पारेर दुःख दिएको पीडितहरू मेरै आँखा अगाडि हुनुहुन्छ। खुल्नु पर्यो नि त, खुल्नु पर्यो। हामीसँग समस्या लिएर आउनु पर्यो। तुरुन्तै आएँ फेरि त्यही हामी हल्ला गरेर युट्युबमा बोलेर होइन, हामी फिल्डमा गएर एक्सनमा काम गरेर निकाल्छौँ। एउटा कुरा बुझ्नु होला, यो 22 गते मैले तपाईँको मिडियाबाट भन्दैछु 22 गते हाम्रो सरकारसँग वार्ता छ। त्योभन्दा अगाडि कुनै पनि लघुवित्त ब्याङ्क सहकारी इन्सुरेन्स कसैले पनि ऋणीहरूलाई धाक धम्की दिएर फोन गरेर चिठी काट्ने काम गरेछ भने चिठी काट्नेका हातहरू भाँचिन्छ, भाँच्छौँ। हामीले भनेका छौँ, सिधै भनेका छौँ, तिम्रो पैसा तिर्छौँ, हामीलाई नखेद, गरी खाने बाटो बनाइदेऊ, ब्याज घटाइदेऊ। एउटा 35 दिने सूचना निकालेको, एउटा बिट निकालेको सूचनाको 50,000 को बिल ल्याउँछ ब्याङ्कले। एउटा मलाई त 10 रुपियाँमा बन्ने पेपरको बिल 25,000 50,000 लिन्छ। वकिलको खर्च सबै ऋणीहरूलाई बोकाएको छ। अनि 6% को ब्याज 18% मा लिएको छ। पहिला खेद्नु पर्ने भनेको यो ब्याङ्क सञ्चालकहरू हो। यिनीहरूलाई त खेद्छौँ पहिलो बटम लाइन हाम्रो यही हो। यो वित्तीय अराजकतामा भएका मान्छेहरू आज नेपालमा भएका चेलीहरू, तपाईँको श्रीमती तपाईँसँग छैन, तपाईँको दोष होइन नि त, राज्यले हो नि त। तपाईँको श्रीमती आज मलेसिया जानुपर्ने, कुवेत जानुपर्ने, देशमा भएको श्रीमान बिहा गरेर आएकी श्रीमान श्रीमती 7 दिन नपुग्नु छुटेर लानुपर्छ, छुटेर जानुपर्छ। यसको दोषी राज्य होइन। अनि यस्ता मलाई गणतन्त्र बोकिन्छ त? अब बोकिँदैन। कहिलेकाहीँ अगाडि हिँड्दै गरेको बाटो अँध्यारो हो भने पछाडि फर्किनु पर्ने हुन्छ। हामी 2047 2019 त्यतातिर फर्किन्छौँ। नेपाली जनताको चाहना त्यही हो। र पहिलो भनेको यहाँ मान्छेले हिन्दू धर्म राज संस्था कुरा आएको छ, तिनीहरूको पनि बेला आउँछ। अहिले भनेको वित्तीय अराजकताको विरुद्धमा यो ब्ल्याकलिस्ट भएकाहरूको ब्ल्याकलिस्ट खोल्ने 6 लाख, गैर ब्याङ्किङ सम्पत्तिहरू ब्याङ्कले बेच्न पाउँदैन, 35 दिने सूचना रोक्ने, सुकुम्बासीहरू हुनुहुन्छ जसको घर छैन, खोलाका डिलमा बस्नु भएको छ, खबरदार बालेनका डोजर कचका डोजरहरू अहिले लान पाउँदैन। विकल्प दिनु पर्यो नि, व्यवस्थापन गर्नु पर्यो होला नि त। सुकुम्बासी पनि नेपालकै होला नि त, भारतबाट आएर बस्या होइन होला नि त। त्यसले 2 करोड जनसङ्ख्या 3 करोड जनसङ्ख्या भटौमा 40,000 भन्दा बढी नेपालमा सुकुम्बासी छन्। यो सुकुम्बासी बनाएको राज्यले हो, गणतन्त्रले हो क्या, मैले बनाएको हो र। त्यसले गर्दाखेरि कबाडीका कुरा छन् होइन। कबाडीले तपाईँको बाटामा भएका भाँडाटुटा भेला गरेर परिवार पालेको छ, त्यहाँ चार्ज भएको छ। महानगर नामका सामन्तीहरू गएका छन्। सामन्ती भन्दै हुनुहुन्छ? सामन्ती होइन, तस्कर होइन। के कुरा गर्नु तपाईँ? एउटा साग बेच्ने मान्छे लखेटेको छ, खोलाका डिलमा बस्ने मान्छे लखेटेको छ, किन जानु त्यहाँ? आखिर छँदै राज्यको सम्पत्ति हो, जग्गा छँदैछ। हाम्रो संयोजकले भन्नुभयो चटक्क 2 तला घर बनाइदिनु न भन्दै आएको छ त। राज्य त राज्य जस्तो हुनु पर्यो नि, राज्य त संरक्षण गर्ने हुनु पर्यो होला, लखेट्ने राज्य हुन्छ त। त्यसले गर्दाखेरि हामीले भनेका छौँ यो ब्ल्याकलिस्ट खोल्नुपर्छ, 35 दिने सूचना अविलम्ब फिर्ता लिनुपर्छ। गैर ब्याङ्किङ गरेका सम्पत्तिहरू अहिले बेचबिखन गर्न पाइँदैन। र सुरुमा मूल्याङ्कन गरेको जुन पेपर छ, मूल्याङ्कन जस्तो मानौ 15 करोड मूल्याङ्कन गरेको छ, ब्याङ्कले 10 करोड लोन दिएको छ, ऋणीबाट 10% चुस्यो ब्याङ्कले,
11 वर्षमा पैसा तिर्न सकेन अनि गएर ब्याङ्किङ गर्ने अनि सम्पत्ति लान पाइँदैन कहाँ लगाएको छ नि नेपालमै छ अमेरिका लगाएको छैन हामी सत्तामा पुगेका दिन नि त्यो ऋणीको जग्गा पनि फिर्ता गर्छौँ जग्गा लानेका घुँडा पनि भाँच्छौँ तपाईँको जग्गा सुन्नु न तपाईँकी आमा अनि तपाईँको दुध तपाईँ आमाको दुध तपाईँले खाने हो नि त अर्काले खान पाउँछ त माटो मेरो देश मेरो जग्गा मेरो धनी पूजा मेरो नागरिकता मेरो यही देशमा मलाई तपाईँको ब्ल्याकलिस्ट गर्न पाइन्छ कस्तो सिस्टम हो यो पाइन्छ पाइँदैन नि त नागरिकलाई अनागरिक बनाउने तपाईँलाई आज ब्याङ्कमा 20 वर्ष व्यापार गर्नुभयो 1 वर्ष बिग्रिनु भयो तुरुन्त ब्ल्याकलिस्ट गर्ने तपाईँको सम्पत्ति लाने तपाईँका शाखा सन्तानलाई ब्ल्याकलिस्ट गर्ने त्यो एउटा डिआरटी नामको त्यो ऋण असुली शाखा छ हामीले भनेका छौँ खबरदार आफू खुसी डिआरटीमा मुद्दा हालेर डिआरटीले जुन मुद्दा गरिरहेको छ होइन हामीले त्यहाँ आउनु नपरोस् तस्करमुखी व्यवस्था यो जुन छ यो वित्तीय ऐन तस्करहरूले चलाएका छन् यो चाहिँ के हो भने अहिले नेपालीहरू दाजुभाइहरू कोही ब्याङ्कको म्यानेजर हुनुहुन्छ कोही रिकभरी हुनुहुन्छ कोही सिओ हुनुहुन्छ तिनी तस्करहरूको पक्ष पोषण गरेर आएका छन् र ती सिओहरूलाई पनि भन्न चाहन्छु तपाईँका श्रीमतीले लगाएको धोती आज नेपाली नागरिकले तिरेको ब्याजबाट होस् नगुमाउनुहोस् संयमित हुनुहोस् हामीले 22 गते सरकारसँग वार्ता गर्दैछौँ त्योभन्दा अगाडि तपाईँहरूले कुनै पनि ऋणीलाई तर्साउने काम नगर्नु होला मधेसबाट आज तपाईँकोमा आउँदा 500 भन्दा बढी कल आएको छ तपाईँले देख्नु भएको छ एउटा थोरै जोड्नु जस्तो हाम्रै अगाडि पनि होइन यतिका बित्तिकै कल उठाइरहनु भएको छ होइन त्यो पीडितहरूको के त सुनिरहेको छु मैले कस्ता पीडितहरू तपाईँसँग जोडिन्छन् कसरी समाधान गर्नुहुन्छ के भन्नुहुन्छ उहाँहरू यस्तो छ जस्तो सहकारीले लोन दिएको ठाउँमा तपाईँको लोन उठेन भनेर तपाईँले नि हेर्नुभयो अस्ति बाख्रा फुकाउन गएछ होइन हजुर त्यसका ढाँडसाँड भाँच्छु भनेपछि बाख्रा छोडेर आउनु पर्यो त्यो सत्य थियो नि त मान्छेको के हुन्छ मान्छेलाई कहिले रोग लाग्छ मान्छेको मृत्यु कहिले हुन्छ थाहा हुँदैन नि त त्यसले गर्दाखेरि हिजो लोन दिने बेलामा ब्याजका लोभमा तस्करहरूले नेपाली जनतालाई बुझेर नबुझेर पैसा बेचे नि त त्यसले गर्दाखेरि यो हामीले पहिला पनि भनेका छौँ यो जुन 66 सालदेखि 64बाट एकलौटी लुटेर गयो यो जनआन्दोलन पछाडि 64-65 बाट ब्याङ्क सहकारीले यति पैसा लुटे यति लुटे 76 सालसम्ममा यिनीहरूले बर्मा लुट गरिसके कमाएका पैसा तस्करहरूले विदेश लगिसकेका छन् अब तपाईँको भूकम्पले खेदाएका ऋणीहरू व्यापारीहरू कोभिडले खेदाएका व्यापारीहरू जेनजी आन्दोलनबाट लखेटिएका व्यापारीहरूलाई ब्याङ्कले कुनै पनि हालतमा चलाउन पाउँदैन र हामीले भनेका छौँ एग्रिमेन्टभन्दा मुनिको पैसा एग्रिमेन्टभन्दा माथिको पैसा 7%मा एग्रिमेन्ट गरेर 18% लिएको छ त्यो पैसा एक दिन फिर्ता गराउँछौँ नागरिकलाई एक दिन फिर्ता गराउँछौँ अहिले कर परेको छैन पहिला घिचेको अब ओकल्ला कस्तो हुन्छ त्यो चाहिँ याद गर्नुलाई भन्न चाहन्छु म पहिला त मजाले खाइएको छ ओकल्दाखेरि थाहा हुन्छ ओकलाउँछौँ हेर्नु न ठाउँमा पुगेका दिन हेर्नु त के को त चाइचुइ नै हुँदैन नि कस्तो कुरा गरेको नेपाली जनतालाई लुट्न पाइँदैन ब्याङ्क भनेको हेल्पिङ ह्यान्ड होला नि त एउटा पत्र निकालेको 35,000 पैसा लिएको छ सहकारीको लोन दिएको छ पैसा तिर्न सकेन सहकारीले गएर कपडा निकाल्यो सर के गरौँ भनेको छ हो अनि लघुवित्तका मान्छे गएको छ दाइ मेरो त यसो गरौँ ब्ल्याकलिस्ट गर्छु भन्छ यसो गर्छु भन्छ 20 वर्ष व्यापार गरेको मान्छेको 7,000 पैसा जम्मा 20 लाख रुपियाँ लोन तिर्दै 7,500 पैसा हुँदा नि ब्ल्याकलिस्ट गरेको छ त्यो धन्धुगाडीलाई म भन्न चाहन्छु त्यो ब्ल्याकलिस्ट गर्ने धन्धुगाडी जो छ त्योसँग पनि भेट होला एक दिन 20 वर्ष व्यापार गर्यो आज ऋणी बिग्रेको छ बिरामी भएर श्रीमती हस्पिटलमा छ 7,000 पैसा नआउँदाखेरि ब्ल्याकलिस्ट गर्ने यी तस्करलाई छोडिँदैन नि त 5 करोडको सम्पत्ति 2 करोड लोन दिएको छ 2 करोड 50 लाखमा के अरे तपाईँको सम्पत्ति तस्करलाई भूमाफियालाई बेचेको छ ब्याङ्कले ब्याङ्क त तस्करहरूको जालो हो क्या ब्याङ्क सञ्चालक समिति यो सबै तस्करको जालो यो जालो पहिला फुटाउँछौँ यसलाई राष्ट्रियकरण गर्नुपर्छ भनेर चाहिँ हामीले त्यही हो राष्ट्रियकरण हुनुपर्छ यो किनभने यस्तो चिज हो क्या ब्याङ्क यस्तो चिज हो कि ब्याङ्क भनेको सेवामुखी हुनु पर्यो सुन्नु न आज राष्ट्र ब्याङ्क देख्दाखेरि हामीले नमस्कार गर्नुपर्ने हो नि राष्ट्र ब्याङ्क देख्ने बित्तिकै मान्छे बटाडेर कतिखेर भित्र पस्दा ठोकौँ भन्ने स्थिति कसले बनायो भन्दाखेरि यही गणतन्त्रले यही सञ्चालक समितिहरूले हो र यो वित्तीय सेक्टर प्राइभेट क्षेत्रमा दिनु हुँदैन ब्याङ्क भनेको लाइटर हो जनता पराल भए ब्याङ्कले चाहेका दिन जतिखेर पनि आगो लगाइन्छ अनि यस्तो राखिन्छ राख्न सकिन्छ राज संस्था आयो भने चाहिँ यतिका विधि समस्याहरूको समाधान हुन्छ यस्तो हो त राज संस्था आइसके पछाडि चाहिँ हजुर यसको अहिलेको सबैभन्दा ठुलो समस्या भनेको चाहिँ यो गणतन्त्रमा नेताले फरियावाद नातावाद र कार्यकर्तालाई राष्ट्रियको ढुकुटी होइन
तपाईँको चाहिँ टेबल माथिबाट टेबल मुनिबाट भ्रष्टाचार गरेर कार्यकर्ता नेपालीहरूलाई अल्छी कार्यकर्ताहरू अल्छी तिग्रे हेर्नु आज पनि टाटु हानेर हिँड्छन् होइन हो कसले पालेको छ त सबै दलले पालेका छन् दलीय हिसाबले विकास निर्माणका कामहरू भ्रष्टाचारमा गयो राज संस्था ल्याइसके पछाडि हुन्छ कि हुँदैन भन्दाखेरि यहाँलाई थाहा छ हिजो श्रीमान महाराजधिराज ज्ञानेन्द्र सरकार आइसके पछाडि शाही आयोग थियो हो शेरबहादुर देउपा र प्रकाशमान सिंहलाई पक्रिने बित्तिकै गणतन्त्रवादी राज संस्थाको विरुद्धमा आन्दोलन गरे होइनन् त्यसले गर्दाखेरि यो देशमा तपाईँको घरको सबैभन्दा ठुलो मालिक मुलिक को हुन्छ भन्दाखेरि त्यो बुवालाई हुन्छ त्यो अभिभावक छोरालाई त्यति माया हुँदैन क्या यिनीहरू भाडाका टट्टुहरू हुन् यी भाडाका टट्टुहरूलाई अब राज संस्था ल्याएर यो देश त राजाले बनाएको होला नि त योगदान छ होइन राजाले बनाएको देश 2224 राज्यहरू जोडेर बनाएको देश अनि त्यो प्रचण्ड नामको एउटा आतङ्ककारी अर्को गिरिजा नामको बाहुन आएर यो देश यस्तो बनाइदिए विदेशीहरू खेल्ने बनाइदिए त्यसले गर्दाखेरि राज संस्था एकताको प्रतीक हो राज संस्था भनेको एकताको प्रतीक हो एकता गराउँछ त्यसले गर्दाखेरि राजालाई पनि अहिलेको राजा भने लोकतान्त्रिक राजा सुधारिएको राजा भने श्रीमान महाराजधिराज ज्ञानेन्द्र मात्रै होइन होला नि त हृदयेन्द्र पनि होला नि फेरि धेरै चाहिँ के सोच्दो रहेछ अरे दुर्गा प्रसादलाई पनि राजा बनाउनुपर्छ भन्ने मान्छेहरू छन् कि तपाईँहरूको अभियानमा होइन स्वीकार छन् यस्तो दुर्गा दाईको कर्म चाहिँ हजुर जनताहरूका काम गर्ने राम्रो काम गर्ने मान्छे राजा हुने हो क्या हजुर जनताको मन मस्तिष्कमा बसेको कुरा हो दुर्गा प्रसादलाई राजा बनाउनुपर्छ हामीले भने होइन राज संस्थाको गरिमा बेग्लै छ दुर्गा प्रसाद एउटा भगवानको रूपमा आएको कृष्ण रूपी हो र दुर्गा प्रसादलाई खेद्नै गर्छन् आग लागि भयो नि दुर्गा प्रसाद बाढीमा दुर्गा प्रसाद विदेशमा बेचिएकी चेली ल्याउनु पर्ने दुर्गा प्रसाद जेनजी आन्दोलनमा दुर्गा प्रसाद जेनजी आन्दोलनमा दुर्गा प्रसाद उपचार गरी भन्नु हैन विदेशका लास ल्याउनेमा जेनजी प्रसाद पशुपतिमा लास दाह गर्ने दुर्गा प्रसाद हो दुर्गा प्रसाद लानुभन्दा अघिल्लो दिन एकजना कुवेतकी चेली टिकटकबाट तपाईँको सुसाइड हामीले ल्यायौँ राम्रो काम गर्ने मान्छेलाई भन्छन् त मान्छेले होइन जस्तो हिजो थियो नि त चलन थियो हिजो एउटा प्रथा थियो होइन दसैँमा टिको लाउँदाखेरि मन्त्री हुनु भन्थे अहिले मान्छे बाबुहरूले कहिले पनि मन्त्री हुनु भन्दैन क्या मन्त्री भनेको चोर फटा लुटेर बलात्कार रहेछ नि त त्यसले गर्दाखेरि मन्त्री बन्नु भन्ने आशीर्वाद त दसैँ दिँदैन नि त दिन्छन् पहिला त मन्त्री बन्नु प्रधानमन्त्री बन्नु भन्थे नि त भनेपछि यो सबै सुन्नु न एउटा प्रधानमन्त्रीको एउटा गृहमन्त्रीको हैसियत वडाध्यक्षको जति पनि भएन क्या गरिमा छ नि त जस्तो यहीँ भारतमा पनि छन् होला गृहमन्त्री प्रधानमन्त्री त्यहाँ पनि छन् होला त्यसले गर्दाखेरि अब एकचोटि सबै मुद्दाहरू सम्बोधन गरेर नागरिकको 20 लाखभन्दा मुनिको लोन बिना गर्ने धर्म स्थापित गर्ने र यो चाहिँ यो आँगन सम्याएको यो आँगनमा लिपपोत गरेको राज संस्थाको लिगेसी छ राज संस्थालाई मोनिटर राखेर राज संस्थालाई मोनिटर मात्रै राख्ने हो काम गर्ने तपाईँ हामीले नै हो होइन कहिलेकाहीँ के हुन्छ बच्चालाई निदाएन भने भुताए भन्छौँ नि सुत्छ नि त हजुर त्यसले गर्दाखेरि राज संस्थाको छाया जो छ त्यो एकताको प्रतीक हो त्यो विष्णुको अङ्ग हो त्यसले मानिन्छ राजालाई ल्याएर 16-17 वर्षदेखि तपाईँको 64-48 अहिले हेर्नु 36-37 वर्ष दियो त यी चोरहरूलाई दियो त लुटेराहरूलाई दियो त आज मङ्गोलियामा पैसा राख्ने देउबा घरमा पैसा डढेन प्रचण्डले करोड ट्रकमा पैसा लिएर भाग्नु परेन पैसा डढ्दाको एआईको भन्ने कुरा पनि छ नि त कस्तो एआईको हुन्छ त्यसो भने सुन न त्यसो भने त्यो के अरे आरजु देउबालाई कुटेको नि एआई हो त्यही त के हो यो भनिदिनुहोस् तपाईँ 76 जना मान्छे मरेको एआई हो फोरीहरूले जे भने त्यही मान्नुपर्छ हामीले जम्मा राम धुलाई केपी के अरे यो जेजी आन्दोलनमा शेरबहादुर देउबा र आरजुले जस्तो राम धुलाई केपीहरूले नभेटेकाले अहिले के गर्दैछन् होइन हान्छन् नि त मान्छेले विद्रोहको रूप कस्तो हुँदो रहेछ भन्नु न आज एमालेलाई जाइ प्रतिरोध लगाइरहेको छ महेश बस्नेतमाथि आक्रमण दिइरहेको छ काङ्ग्रेस जुन छ नि काङ्ग्रेस माओवादी एमाले तीनटालाई कोल्याप्सै गरेको नागरिकले तपाईँहरूको पनि योगदान छ त्यसमा हाम्रो योगदान यस्तो छ जेन्जी आन्दोलनलाई भ्रष्टाचार कहाँबाट हुन्छ होइन सिकाको तपाईँबाट फाउन्डेसन के हो पैसा नेताको कहाँ छ के छ भनेर चाहिँ त्यसको चिरफार गरेर अब यो देश बचाउनको लागि तस्करलाई खेट्नुपर्छ भनेर त्यसको श्री गणेश दुर्गा प्रसादले गरेको हो चैत 15 गते तपाईँले देखिहाल्नुभयो घुसपेट भएको थिएन भने हामीले सरकारले त्यो आतङ्क चलाएको थिएन त्यहीबाट डिसिजन निक्लिन्थ्यो र पछि जुन विद्यार्थीहरूले आन्दोलन गर्नुभयो त्यो आन्दोलन नो करप्सन त थियो हजुर सोसल मिडिया मात्रै मागेको थियो होइन
तर यसलाई यो जेनजी आन्दोलनलाई चलखेल गरिएर अहिले पनि तपाईँले देख्नु भएको छ अहिले जेनजी भनेको 24-25वटा 26वटा ग्रुप भएको छ जेनजी आफै मिल्न सकेको छैन त्यो मिल्न नसक्ने भनेको दोषी काङ्ग्रेस एमाले माओवादी यिनीहरूले आफ्नो गुट चलाइदिए क्या जेनजीभित्र राजनीति रङ चलाएको हुनाले अहिलेको सरकारले भने जस्तो काम गर्न सकेको छैन तर एउटा हामी के भन्छौँ भने एटलिस्ट हामीले 3 वर्षदेखि सडकमा थियौँ हामी त्यो सडकमा बसेको मान्छेलाई बोलाएर सरकारले वार्ताको वातावरण बनाइदिएको छ र हामीले भनेका छौँ वार्ता फेरि त्यो आन्दोलन फिर्ता लिन चिप्ला कुरा गरेको हिजो रवि लामी छानेले मिटर ब्याजीलाई ललितबाब खा जस्तो हो भने खबरदार चुनाव हुन दिँदैनौँ भनेको छ हामीले चुनाव हुँदैन भनेको छ चुनाव बहिष्कारको लाइनमा जान्छौँ ती मुद्दा मेरा होइनन् दुर्गा प्रसाद जनताका मुद्दा हुन् ती कम्युनिस्टले बोक्नुपर्ने मुद्दाहरू थिए त्यो 10वटा मुद्दा छ त्यो सरकारले सम्बोधन गरिदियो भने हामीले अरू मुद्दाहरू चाहिँ जस्तो फागुन 21 गतिको चुनावलाई हामीले के भनेका छौँ भने यो जनमत सङ्ग्रहको चुनाव गरौँ यतातिर लागौँ हामीले कानुन संशोधन गरेर जाउँ राजा र जनताको पक्षमा चुनाव गरौँ एकचोटि राज संस्था कि यो गणतन्त्रमा चुनाव गरौँ भनेको त हो अनि फेरि चुनाव गर्ने जनमत सङ्ग्रह नहुने अनि फेरि 6 खर्ब रुपियाँ लगानी गरेर यिनै केपी ओली ल्याउने हो भने हामी चुनावमा किन जानु जनमत सङ्ग्रहमा जान सरकार तयार छ त्यो लिपिबद्ध गरेर दुई पक्षको सही गर्न बाँकी छ तपाईँले 22 गते थाहा पाउनुहुन्छ जस्तो नि एउटा यो कस्तो हाँसो मजाकको कुरा हो कि होइन हल्ला छ नि अब चुनाव चाहिँ नगर्ने चुनाव हुँदैन भन्ने अनि पार्टी दर्ता तपाईँहरू नै गर्न जाने निर्वाचन आयोगमा पार्टीको दर्ता गर्नेको भिड हुन्छ अनि होइन सबै मयौँ भन्ने पार्टीहरू काङ्ग्रेस एमाले माओवादी लगायत कम्युनिस्ट सबैले दर्ता गरिरहेछन् अनि भन्छन् मिडियामा चाहिँ चुनाव हुँदैन यस्तो हुन्छ कि कहिलेकाहीँ के हुन्छ भने तपाईँको हामीले यो पार्टी किन खोल्यौँ त भन्दाखेरि चैत 15 गते हामीले आन्दोलन गर्दाखेरि सरकारले हामीलाई के गर्यो भने यो नारी बचाउ अभियानले पोलिटिकल मुभमेन्ट गर्यो अर्धसैनिक खडा गर्यो हामीलाई आतङ्ककारीको मुद्दा लाडा फसाउन खोजेको हुनाले हामीले एउटा सेतो पुलको रूपमा लाइसेन्स भनौँ न तपाईँले मोटरसाइकल कुदाउन जान्नुहुन्छ हो लाइसेन्स छैन दुर्घटना भने गाह्रो हुन्छ त्यसले गर्दाखेरि यो चाहिँ एउटा सेतो पुलको रूपमा हामीले पार्टी दर्ता गरेको हाम्रो अभियानलाई चाहिँ रिन्यू नगरेको हुनाले पहिलो चरणको वार्तामा त सिडो साहबले म खारेज गर्छु भन्नुभएको थियो ठिक छ सिडो साहब तपाईँको दम ताकत छ भने त्यो नेपाली जनताको भावनालाई तपाईँले खारेज गर्नुहोस् र तपाईँ कार्यक्षेत्र नि पर्दैन मैले भनेको थिएँ पहिलो खालको सिंहदरबारमा भएको गृह मन्त्रालयमा भएको वार्तामा त्यसले गर्दाखेरि हामीले नारी बचाउ महाअभियानलाई चाहिँ सरकारले छलछाम गरेर यो रिन्यू गर्दैन यसलाई नगरेको कारणले हामीले अब एउटा पार्टी राखौँ त्यो चाहिँ कहिलेकाहीँ यो सरसर्ती बुझ्दा पार्टीलाई हतियार बनाउनु भयो लाइसेन्सको रूपमा राजनीति गर्नलाई भोलि अप्ठ्यारो पऱ्यो भने मुभमेन्ट गर्नको लागि हामीले त्यसलाई सुन्नु न तपाईँ खुट्टा भाँचे नै पर्दैन नि त खुट्टा नभाँचे नि घरमा एउटा बैशाखी ल्याएर राख्दा के हुन्छ त खुट्टा भाँचेको छैन किन बैशाखी ल्याएको भन्ने कुरा भएन नि त कहिलेकाहीँ बैशाखी ल्याएर राख्दा पनि खुट्टा भाँचिया दिन काम लाग्छ त्यो बैशाखीको रूपमा हामीले ठिक छ पार्टी खोल्नु भयो तर पार्टीको सभापतिमा त दुर्गा प्रसाई बस्नुपर्ने होइन यस्तो छ अहिलेको यो पार्टीको सभापतिको विषयमा चाहिँ एउटा तदर्थ समितिमा त्यो चुनावी प्रयोजनको लागि होइन अहिले अब यो पार्टीको चाहिँ सभापतिमा तपाईँको माधव कल्पितजी हुनुहुन्छ हजुर उपसभापति तपाईँ आफै हुनुहुन्छ त्यसले गर्दाखेरि हामीले किनभने अब दुर्गा दाईलाई नै यो पार्टी हस्तान्तरण जाने कुरा हामी लगायत नेपाली जनताले नै अबको सभापतिको रूपमा दुर्गा प्रसाई भनेर हस्ताक्षर अभियान गर्लान् सायद र यो हामी पार्टी दुर्गा दाईको हामी त डमी मात्रै हो क्लियर कुरा त्यही हो हामीले यसलाई पार्टी प्रक्रियालाई चाहिँ भनौँ न यो निर्वाचन प्रक्रिया पुर्याउनको लागि हामी उपसभापति भए तापनि भावी दिनमा दुर्गा प्रसाई सभापति हो उम्मेदवार दुर्गा प्रसाईको दुर्गा दाई सभापति भएपछि मभन्दा योग्य मभन्दा जान्ने बुझेको मान्छे आयो भने हामीले मार्ग प्रशस्त गरेर दुर्गा प्रसाईले गरेको महाअभियान या दुर्गा प्रसाईले नेतृत्व गरेको पार्टीलाई हामीले समर्थन गरेर काँधमा बोकेर हामी हेर्न तयार छौँ उम्मेदवारी हुन्छ उम्मेदवार हुन्छ ठिक छ अन्तिमतिर पनि छौँ 22 गते वार्तामा जाँदै हुनुहुन्छ प्रधानमन्त्रीसँग बालुवाटारमा होइन कस्ता मागहरू राख्दै हुनुहुन्छ र यदि त्यो दिनको वार्ता तपाईँहरूले भने अनुरूप भएन भने कुन तरिकाले जाने सोचमा हुनुहुन्छ यस्तो हामीले त वार्ता 22 गते हामी भेट्दा वार्ता हुन्छ बालुवाटारमा बाहिर 20,000 मान्छे हुन्छ हेर्नुहोस् क्लियर कुरा हो धरनामा हुन्छ वार्तामा मान्छे लिएर जानु फेरि धरना प्रेसर दिन पाएन त हामी भित्र वार्तामा हुन्छौँ बाहिर नागरिकले प्रेसर दिन पाएन यो देश नागरिकको होइन त यहाँ कसैको सम्पत्ति मागेको छैन प्रधानमन्त्री हामीलाई चाहियो भनेको छैन जम्मा ब्ल्याक लिस्ट खोलिदिनु सुकुम्बासीलाई नचलाउनु मान्छेलाई विदेश जाने वातावरणबाट बन्द नगरिदिनु विदेशमा भएका नेपाली स्वदेशमै ल्याउँ आफ्नै बारी खनौँ आफ्नै कुटो चलाउँ देश तपाईँको धारो तपाईँको पानी तपाईँको अनि त्यो बर्माडो लखेटाको माडेले पानी नखाओस् मैले खानु बरु मेरो पानी मेरो जमिन मेरो जमल मेरो फर्स्ट नेपाली भनेको त्यही हो त्यही नारा लिएर बस्छन् मिलेन भने हामीले मिलेन भन्छौँ
जनताले गर्छन्, जनताले गरे फैसला हामीले मान्नुपर्छ, त्यही हो। 22 गते पछाडि फेरि आन्दोलन हुने सम्भावना देखिन्छ, वार्ता सफल मलाई भएन लाग्छ मलाई लाग्छ सरकारले यो 10वटा मुद्दा पुरा गर्न सक्छ। हामीले 27 वटामा 10वटा मुद्दा चाहिँ अहिले मिलाएर जाउँ। त्यो 10वटा मुद्दामा राज संस्था पुनर्स्थापना छ कि छैन? राज संस्थालाई जनमत सङ्ग्रहमा जाने भन्ने चाहिँ सरकारको तयारी हो। उपाय छैन। कहाँबाट ल्याउनु त राजालाई? राजाले ल्याउनु त बाटो हुनु पऱ्यो नि त। जनमतबाट ल्याउनु पऱ्यो। हिजो जनआन्दोलनबाट फैलिएका राजा हो नि त। तपाईँलाई के लाग्छ, जनमत सङ्ग्रहमा जानुभयो भने जनताले राजाको लागि बहुमतमा गर्छन् हस्ताक्षर? होइन, गर्छन् गर्दैन 85%ले गर्छन्, 85%ले गर्छन्। अहिले राज संस्थाको विरुद्धमा के अरे चुनावमा मत हाल्नु भनेको त नि केपीलाई हाल्नु हो नि त, शेरबहादुरलाई हाल्नु हो नि त, आरजुलाई हाल्नु हो नि त, कसैले हाल्छ? अहिले 85% मत आउँछ राज संस्थाको पक्षमा, 85%। यो जनता सुन्नु, यो जनता आज केपी ओली झापामा गएर चुनावमा भोट माग्न सक्छन्? बालकोटबाट बाहिर निक्लिन सक्छन्? उहाँ गुन्डुमा लुकेर बस्नु परेको छैन? को जान सक्छ? विष्णुपुरले जान सक्छन्? कोही पनि जान सक्दैन। युवाले खेदिँदै हाल्छन्। चुनाव तपाईँको उनीहरूले केही गर्नै पर्दैन, दङ्ग्याएर हुन्छ। दङ्ग्याएर हुँदैन, नागरिकले जानै दिँदैन। झापा जाउँ त केपी ओली के हुँदो रहेछ? बस्नेतलाई अहिले खेदिरहेको छ, तपाईँले देख्नु भएको छ होइन? राम्रा नेताहरू छन् नि, जस्तो काङ्ग्रेसभित्र सुनिल शर्माहरू छन्, उहाँलाई चाहिँ स्वागत गरेका छ। चन्द्र भण्डारीहरू छन् नि, यो लाइनको नेताहरू पनि छन् नि त। हामीले भनेको नेता जस्तो भइदिएन भने, वकिल जस्तो भएन भने, प्रहरी जस्तो भएन भने, न्यायाधीश जस्तो भएन भने यस्तो स्थिति आउँछ नि त। त्यो अदालत त हाम्रो आत्मा होला नि त, आत्मा हो नि त। त्यो अदालत डढ्दाखेरि, त्यो सर्वोच्च डढ्दाखेरि, सिंहदरबार डढ्दाखेरि मेरो त मन रोयो नि त। त्यो डराउने पर्ने वातावरण कसले बनायो भन्दाखेरि न्यायाधीश जस्तो नहुने, दलीय कोटाबाट आउने हो, श्रीमान हुन नि पैसा खाएर आउने। अन्त पैसा खाएर आएको श्रीमानले भ्रष्टाचार नगरेर के गर्छ त? यसको दोषी भनेको गणतन्त्र हो, बहुदल हो। यी दुईटालाई तपाईँको चाहिँ यो फागुन 21 गतिको चुनावबाट विस्थापित गर्छौँ र महेन्द्र पथ या हुनसक्छ भोलि एजेन्डा चाहिँ तपाईँको मन परायो भने भोलि दुर्गा पथ पनि हुनसक्छ नि। के हुन्छ र जनताले चाह्यो भने? कुन ठुलो कुरा हो? दुर्गावाद आउन सक्छन्, दुर्गाले लेखेको संविधान दुर्गाको संविधान बन्न सक्छ नि। कुन ठुलो कुरो हो यहाँ? यसो भन्दै गर्दा रवि लामी छानेले नखुबाट अर्कै संविधान लेख्दैछन् भन्ने कुरा पनि आइरहेछ नि त। होइन, अब त्यो विकल्पमा छन् राष्ट्रपा यसपालि। यस्तो फागुन 21 गते सबै उठाउने कुरा तयारीमा देखिन्छ। अहिलेको सबैभन्दा भनेको अब हुने चुनावमा दुर्गा परसाई भर्सेस अरू हुँदैन, दुर्गा परसाईको टिम पार्टी भर्सेस कुलमान घिसिङ वरिपरि बालेन र रवि लामी छाने जो छन्, फाइट त्यहाँ हुन्छ। बुझ्नुभयो कुरा? दुर्गा परसाई भर्सेस अन्य पार्टी, अन्य त पार्टीकै कुरै भएन। यो अहिले यो आएको छ नि, यो तपाईँ रवि बालेन, उज्यालो नेपाल के छन् नि, यो सबै भेला भए पनि भ्याउँदैनन्। भ्यागुता जति जोखे पनि धार्ने र बिसौली। भ्यागुता जति जोखे पनि धार्ने र बिसौली हो। नारी बचाउमा अभियानले उठाएका मुद्दा नारी बचाउ दलले संस्थागत गर्छ। त्यसैले विकल्पै छैन देशमा। दुर्गा परसाई बाहेकको विकल्प छ भनेर हुन्छ, कफुवार हुन्छ। त्यसले गर्दाखेरि अबको विकल्प तपाईँले पनि ती विदेशमा भएका नेपालीहरूलाई तपाईँको मिडिया मार्फत म पनि यहीँबाट भन्छु, दुर्गा परसाई मनको सफा हुनुहुन्छ, अर्ग्यानिक बोलिदिनुहुन्छ। तपाईँले सिकाए जस्तो बोलेर जाने हो भने त के अर्थ हो र? उहाँको आफ्नो ब्रह्माले बोल्नुहुन्छ। अब अहिलेको विकल्प भनेको काङ्ग्रेस, एमाले, माओवादी सबैले दुर्गा परसाईको घर जानुपर्ने स्थिति बनेको छ। न उपाय छैन। सूचनाको कुरा हेर्नुहोस्, दुर्गा परसाईका सूचना हेर्नुहोस्। एउटा भिडियोले आज सुशीला कार्की र गृहमन्त्रीको राजीनामा माग भइसक्यो। प्रधानमन्त्री कार्यालयमा मिटिङ बस्नुभन्दा अगाडि हाम्रा मान्छे होला नि, दुर्गाका सूचना आउँछ नि त, गृहमन्त्रीको आउँछ होला, देश विदेशको आउँछ होला। हजुर, त्यसले गर्दा अहिलेको सोसियल मिडियाको सूचना एटम बम हो। त्यो एटम बम चलाउने दुर्गा परसाई, अरूको उपाय छैन। त्यसले गर्दाखेरि फेरि पनि भन्न चाहन्छु, यो 22 गतेको वार्ताभन्दा अगाडि ब्याङ्क, लघु वित्त, सहकारी, इन्सुरेन्सहरूले कुनै पनि ऋणलाई चिठी पठाउने, म्यासेज गर्ने, धम्क्याउने, तर्साउने काम भएछ भने बेठिक हुन्छ। क्लियर कुरा हो। हामी मान्दैनौँ। हामीले सरकारसँग कुरा गरेका छौँ, गृहमन्त्रीसँग कुरा गरेका छौँ। उहाँहरूले भन्नुहुन्छ ठाडो जवाफ क्या, त्यो तस्करको पैसा खाएर बसेको त्यो लठुवालाई के थाहा हुन्छ र?
सर हामीलाई त आओस् न पत्र भन्छन् होइन पत्र आउने प्रक्रिया होला नि त हजुर जस्तो लघुवित्त सहकारीको मुद्दा हेर्दा अर्थ मन्त्रालय हेर्छ ब्याङ्क सम्बन्धीको चाहिँ गभर्नरले हेर्नु पर्यो होला राष्ट्र ब्याङ्कले हेर्नु पर्यो होला सबै मिलेको छ अब 22 गते चाहिँ वार्ता हुन्छ 22 गतेको वार्ताले नेपाली जनताको हामीले उठाएका मुद्दा जो छन् त्यसको 35% मुद्दाहरू समाधान हुन्छ हामीले 100% 35% चाहिँ यो ठुलो एचिभमेन्ट हो यो अहिलेको राजनीतिक इतिहासमा योभन्दा ठुलो फाइदा नेपाली जनताले यो 3 वर्षमा 12 वर्ष ब्याङ्क लुटेर मान्छे मारेर आएको प्रचण्डको त आज हालत भयो भनेपछि यो त बिना हत्या होइन शान्तिपूर्ण हिसाबले सुरु गरेको श्रीमान महाराज धीराजलाई साँची राखेर शान्तिका परेवा उडाएर सुरु गरेको यो महाअभियानमा आज सुन 3 वर्ष आउँदा एकजना मान्छे मर्नु परेको छैन मारिएको पनि छैन त्यसले गर्दा यो सत्य छ यसमा पशुपतिनाथको कृपा छ दक्षिणकालीको छ पाथिबाट देवी माताको छ त्यसले गर्दा यो सत्य स्थापित भएर नेपाली जनताको मनमुटुमा अब त्यो 22 गतेको वार्ता पछाडि 6 लाख नेपालीहरूलाई हामीले ब्ल्याकलिस्टबाट खोलिसके पछाडिको नारी बचाउ महाअभियानको हर्षोल्लास दुर्गा प्रसादलाई हेर्ने दृष्टिकोण हेर्नुहोस् न त्यो स्थिति हो ठिक छ वार्तामा जाँदै हुन्छ त्यसलाई तपाईँलाई अग्रिम शुभकामना छ अन्तिममा छौँ के भन्नुहुन्छ तपाईँका सम्पूर्ण दर्शकहरूलाई अहिले म के भन्छु भने यो वित्तीय पीडामा छटपटेर बस्नु भएको छ भने तपाईँहरूलाई समस्या पर्यो भने 98 5 26 45 2 देवीसँगलाई जतिखेर पनि जुनै बेला नै हामीले सक्ने सहयोग गर्छौँ र ब्याङ्क लघुवित्तलाई मैले तपाईँकै अगाडि 20वटा 25वटा फोनमा मैले भनेको छु 22 गते चाहिँ नचलाइदिनु भनेको छु र कुनै पनि लघुवित्तले जबरजस्ती गरेछ ब्याङ्कले जबरजस्ती गर्यो अप्ठ्यारो पर्यो भने मेरो नम्बर दिनु होला ती ऋणीहरूलाई दुःख दिने काम बन्द गर्नुहोस् ती ऋणीहरूका ती पीडामा परेका ऋणीहरूको ऋणको व्यवस्थापन नारी बचाउ महाअभियानले गर्छ अब कुनै ऋणीले पैसा तिरेर नै ब्याङ्कले हामीलाई फोन गर्नु होला हामी समाधान दिन्छौँ तर ती मेरा नागरिक ती हाम्रा नागरिकलाई रुवावासी बनाएर डिप्रेसनमा ल्याएर डोरी बोक्ने बनायो भने तिमीहरूलाई पनि फेरि घर होइन ससुराली होइन कहाँ जानुपर्छ हामी त्यहाँबाट ल्याएर लतारेर सडकमा पछार्छौँ त्यही हो कुरा हस् त कार्यक्रममा आइदिनु धेरै धेरै धन्यवाद छ